हामी चाहिँ गाई यो चौपारी भन्ने ठाउँमा आइपुगेको छौँ। यहाँ देख्न सक्नुहुन्छ पानी चाहिँ कस्तो दामीले परिरहेको छ। यस्तो भएर यहाँ पानी झरिरहेको छ। यहाँ तलतिर हेर्नुहुन्छ देख्न सक्नुहुन्छ यसरी भल बगिरहेको छ। अनि हामी चाहिँ चौपारी भन्ने ठाउँमा आइपुगेको छौँ। त्यहाँ देख्नु भएको छ चौपारी र त्यो तल छ। अनि लास्टतिर पनि छ चौपारी। यस्तो बाटो चाहिँ यस्तो खतरा भएको छ। आज चाहिँ यत्रो ठुलो पानी आएर धान रोपेर सकियो। अब धेरै सकियो पनि होला, धेरै सबैको सकिसक्यो होला। अब भयो एउटा दुइटाको बाँकी होला, नत्र भने सकिसक्यो। अनि पछि यस्तो भल गयो। यो त यस्तो पानी बगिरहेको छ, देख्न सक्नुहुन्छ। म यस्तो चक्कर आएर भिडियो बनाउँदै हिँडिरहेको छु। अनि यता चाहिँ पानी यस्तरी पानी भनेको यस्तरी परिरहेको छ। यहाँ चाहिँ देख्न सक्नुहुन्छ हाम्रो माटोहरूलाई।